राजा भएन, धर्म बचाइएन, हिन्दू सनातन धर्म किराँतीहरू नेपालका सबै मूलवासीहरू एक नभएसम्म केही पनि हुँदैन। हाम्रो एकताको प्रतीक हुनुहुन्छ पृथ्वीनारायण शाह। पृथ्वीनारायण शाहको तस्बिरलाई खुट्टाले कुल्चिने, मूर्ति फुटाउने सबैको एक एक हिसाब हुँदैछ। अब एक एक हिसाब हुन्छ, किनभने अब हामी जस्ता राष्ट्रवादी, राजावादी, हिन्दूवादी पुस्ता अब देशमा अगाडि बढिसकेको छ। हाम्रा धेरै जेन्जी साथीभाइहरूले चाहिँ अस्तिको आन्दोलनमा कसैले गोली खानुभयो, कोही शहीद भएर जानुभयो, कोही कारागार जीवन बिताइरहनु भएको छ। अझै पनि चुप बस्यौँ। अब पनि हामीले हाम्रो आउँदो पुस्ताको वास्ता नगरी यो अहिलेका जुन दल पार्टी भनेर हिँडिरहेका छन्, सङ्घ सङ्गठनहरू बनाएर हिँडिरहेका छन्, विदेशी दलाल भएर हिँडिरहेका छन्, जो चाहिँ रको आरएसएसको सिआइएको दलाल भएर हिँडिरहेका छन्, उनीहरूबाट टाढा हुनुपर्छ। हामी अब देशलाई एक बनाउनको लागि पृथ्वी पथ, देशको रथ, गोरक्ष नीति सुध्रिन्छ जनताको स्थिति। गुरु गोरखनाथको र गोरखकालीको आशीर्वादले बनेको मेरो देश नेपाल अहिले विदेशीको चाहिँ रणभूमि भएको छ। त्यही कारणले गर्दाखेरि जबसम्म हामी एक एक घरबाट एक एकजना राजावादी, राष्ट्रवादी र देशप्रेमी जन्मिँदैनौँ, तबसम्मको अवस्थामा अझै धेरै, अहिलेको यो अवस्था केही पनि होइन, अझै भयावह अवस्था आउँदैछ। त्यही कारणले गर्दाखेरि देश, धर्म र राजा, देश, धर्म र राजालाई मुटुमा राखेर विगत लामो समयदेखिबाट हामी यस अभियानमा छौँ। यो अभियानलाई हामीले अगाडि बढाउनको लागिलाई धेरै प्रयासहरू गरेका छौँ। कतिपय साथीहरू जेल बसेर आउनुभएको छ, कतिपय अझै जेलमै हुनुहुन्छ, कारागारको जीवन बिताइरहनु भएको छ।